भएको छ। बालनजी नमस्ते, स्वागत छ तपाईलाई कार्यक्रममा। नमस्ते रविजी, धन्यवाद। सबभन्दा पहिला शुभकामना दिन चाहन्छु, किनभने यो राजनीतिलाई एक किसिमका एक वर्गका अथवा एउटा अलग किसिमका मान्छेहरूले मात्र गर्न सकिने, गर्नुपर्ने, गर्नुहुने गरी जसरी व्याख्या गरिएको थियो, त्यसमा एउटा चुनौती स्वीकार गरेर अगाडि बढ्नुलाई नै मैले एउटा नयाँ उत्साहका रूपमा लिएको छु। म तपाईँलाई पुरै शुभकामना अभिव्यक्त गर्दै सुरुवात गर्न चाहन्छु। अब स्वतन्त्र उम्मेदवार उठिसकेपछि तपाईँलाई थाहा छ, एउटा वडा अध्यक्षले एउटा सानो चाहिँ सिफारिस गरिदिएन एउटा भने तपाईँको महानगरपालिकालाई फेल गराइदिन सक्छ। चाहे डम्पिङ साइटका कुराहरू हुन्, चाहे अन्य विभिन्न सरसफाइका कुराहरू हुन्, चाहे बिजुलीका पोलका कुराहरू हुन्, त्यसमा कयौँ चिज त कयौँ मन्त्रालयहरूसँग समन्वय गर्नुपर्ने हुन्छ। यदि केन्द्रमा तपाईँको सरकार भयो भने तपाईँले वन मन्त्रालय लगायतका, सडक विभाग लगायतका कयौँ चिजको समन्वय हुन्छ नि। यो त एउटा कागजमा चित्र बनाए जस्तो होइन, सुन्दा त राम्रो सुनिन्छ, तर तपाईँ स्वतन्त्र उम्मेदवारको रूपमा भइसकेपछि न तपाईँसँग वडा अध्यक्ष हुनुहुन्छ, न चाहिँ केन्द्रमा अथवा प्रदेशमा तपाईँको पार्टी नै नभएपछि तपाईँसँग सरकार हुन्छ। तपाईँलाई फेभर गर्नुपर्ने कारण हुँदैन। देश बनोस् भनेर राजनीति गर्ने मान्छेहरू छैनन् यहाँ। आफू कसरी बन्ने भनेर राजनीति गर्नेहरूको हुलमा तपाईँका योजनाहरूलाई सफल होइन, फेल पार्नका लागि एउटा हस्ताक्षर नै 5 वर्ष नदिएर तपाईँलाई जित्नु भए पनि फेल पार्न सकिने सम्मका कामहरू हुन सक्छन्। इन्स्टेड कुनै राजनीतिक दलभित्र आबद्ध भएर तपाईँले यिनै योजनाहरू बनाउन सक्नु भएको भए तपाईँको योजनाले अझ सफलता प्राप्त गर्थ्यो। इन्स्टेड बालन शाह चाहिँ पपुलर भयो, जिते पनि हारे पनि, तर एजेन्डा नै पपुलर हुन्थ्यो कि भन्ने मेरो यो टिप्पणी भन्नुहोस् अथवा प्रश्न जे भन्नुहोस्, के भन्नुहुन्छ? हजुरको यो दुईटा कुरामा चाहिँ दुईटा कुरा गरेँ मैले यहाँनिर। आदि कुरा चाहिँ तपाईँको एकदमै सही थियो, आदि कुरा चाहिँ एकदमै बुझाइ गलत थियो। आदि कुराको कुरा गर्दाखेरि जस्तै जुन केन्द्र सरकार र प्रदेश सरकारमा आफ्नो पार्टी हुनुपर्ने भन्नुभयो, त्यो कुरा चाहिँ म मान्न सक्दिनँ र त्यो प्र्याक्टिकली पनि छैन। किनभने स्थानीय सरकार हो यो, यहाँनिर अपोजिसन हुँदैन, त्यो सरकार आफैमा एउटा चाहिँ सक्षम हुन्छ। र जहाँ सही कुरा गर्नुभयो, वडा अध्यक्ष लेभलमा कार्यपालिकामा चाहिँ वडा अध्यक्षहरूसँग सहकार्य गर्नुपर्छ, जुन अरू पार्टीका हुन्छन्। त्यसको लागि चाहिँ हामीले के सोचेका छौँ भन्दाखेरि, अहिले जसरी तपाईँ र म अहिले लाइभ टेलिकास्ट कुरा गर्दैछौँ, त्यसरी नै कार्यपालिकाको बैठक